जिन्दगीमा धेरै कुरा गुमाएर होला होइन, अब पाउने आश चाहिँ केही पनि छैन क्या। यथार्थ सत्य कुरा कसैलाई सम्झाउँदा बुझाउँदा रिसाउँछ मान्छे। किन? मैले बुझेअनुसार चाहिँ होइन, मेरो सम्झाउने तरिका गलत हुनसक्छ, मैले बोलेका बोलीहरू गलत हुनसक्छ, तर मैले भन्न खोजेको कुरा यथार्थ चाहिँ अर्कै हुन्छ क्या। मैले धेरैजनासँग एनालाइज गरेँ होइन, मैले बोल्न खोज्दा धेरैको मन बिच्दो रहेछ क्या। तपाईँले मनमा एउटा कुरा सोचेर बोल्नुहुन्छ र त्यो कुराले अर्थ चाहिँ अर्कै पार्दो रहेछ क्या। मान्छे हो, चित्त दुख्छ, रिसाउँछ, हुन्छ नि त। अब आएको हुन्छ, हामी पनि सबैको आफ्नो सोच हो होइन। तर मैले चाहिँ के भन्छु भने, म चाहिँ मान्छेलाई सम्झाउनु यस्तै सम्झाउनु कि जो बुझोस् क्या। बार बार भन्दाखेरि त्यही कुरा नराम्रो लाग्दो रहेछ।